गुड मर्निङ। नमस्ते सबैजनालाई। पोखरा विश्वविद्यालयको स्कलरसिप इन्ट्रान्स एक्जाम 2083 को रिजल्ट अलरेडी पब्लिस भइसकेको छ र यो स्कलरसिप इन्ट्रान्स एक्जाममा सहभागी भई पास्ट लिस्टमा पढ्नुभएका सम्पूर्ण विद्यार्थीहरूमा धेरै धेरै बधाई तथा यो भर्ना प्रक्रिया यानि कि स्कलरसिपको जुन भर्ना प्रक्रिया छ त्यसको आगामी स्टेप्सहरू केयरफुल्ली फलो गर्नुहोला भनेर अनुरोध गर्नलाई र तपाईँहरूलाई सचेत गराउनलाई यो भिडियो हामीले बनाएको छौँ। र यसमा तपाईँले यो पोखरा युनिभर्सिटीले पब्लिस गरेको पास लिस्टकै फर्स्ट पेजमा हेर्नुहुन्छ भने एउटा नोटिस छ जुनमा तपाईँ यदि फर्म भर्दाखेरि क्लास 11 को रिजल्ट आइसकेको थियो, अलरेडी 12 को रिजल्ट बिचमा थियो या आउने प्रक्रियामा थियो भने त्यो गरेर कतिजना अप्लाई गर्ने स्टुडेन्टहरूले क्लास 12 को रिजल्ट तपाईँहरूले यसमा अपलोड गर्नु भएको थिएन भने त्यो अहिले अपलोड गर्नुहोला, ताकि पोखरा विश्वविद्यालयले एउटा तयार पार्ने मेरिट लिस्ट हुन्छ फर्दर स्कलरसिपको लागि कन्सिडर गर्नलाई, त्यो मेरिट लिस्टमा तपाईँलाई कन्सिडर गरिनेछ। अदरवाइज इनकेस तपाईँहरू त्यो मेरिट लिस्टमा छुट्नुभयो भने तपाईँको यो पास भएको नभएको केही अर्थ राख्दैन। ठिक छ। सो यो नोटिस राम्ररी पढ्नु होला र यसमा यहाँ हेर्नुहोस् त पुरै हाइलाइट मतलब यहाँ मेन्सन गरिएको छ यो जुन पोखरा विश्वविद्यालयको स्कलरसिपको समिति छ त्यसको नियमअनुसार अविलम्ब योग्यताक्रम यानि कि मेरिट लिस्ट समेत प्रकाशित गर्नुपर्ने भएको हुँदा यो अहिलेको पास लिस्ट हो, यसपछिको मेरिट लिस्ट बनाउँछ। त्यसमा यो जुन प्रकाशित भएको रिजल्ट छ त्यसमा भएका साथीहरू भाइ बहिनी जुन समावेश हुनुभएको थियो त्यो फर्म भर्दाखेरि कक्षा 12 को वा सो सर उत्तीर्ण भएको मार्कसिट, ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट नबुझाएका उम्मेदवारहरूले यही मिति 2083 साल श्रावण 20 गतेसम्ममा अनलाइन मार्फत आफ्नो मार्कसिट वा ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट अनिवार्य बुझाउन यसै सूचनाबाट सूचित गरिन्छ। र यदि तपाईँले कक्षा 12 वा सो सरको उत्तीर्ण भएको मार्कसिट वा ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट नबुझाउने उम्मेदवारहरूलाई यो तयार पारिने मेरिट लिस्ट यानि कि योग्यता क्रममा समावेश गरिने छैन। सो बी केयरफुल है। यो तपाईँहरूले जसले सबमिट गर्नुभएको थिएन कक्षा 12 को मार्कसिट या ट्रान्सक्रिप्ट, सो प्लिज सबमिट इट। र फर्दर तपाईँहरूलाई कसैले चित्त बुझेको छैन आफ्नो ऱ्याङ्कले या कसैले होइन केही दाबी विरोध गर्नु छ भने यहाँ छ PU scholarship@pu.edu.np मा तपाईँहरूले आफ्नो निवेदन त्यहाँ हाल्न सक्नुहुन्छ र त्यसको लागि यो दाबी विरोध गर्नको लागि तपाईँले डेडलाइन चाहिँ श्रावण 17 गतेसम्मको लागि छ। ठिक छ। सो यो भिडियोमा यति नै। फर्दर केही जानकारी भयो भने हामीले अगाडि चरणको लागि विभिन्न जानकारीमूलक भिडियोहरू तपाईँहरूको लागि बनाउने रहेछौँ। सो अल द बेस्ट फर फर्दर स्टेप्स। र यो जुन भर्ना प्रक्रिया छ स्कलरसिपको त्यसलाई राम्ररी बुझेर होइन आफ्नो सबै कागजातहरू राम्ररी सबमिट गरेर पुरै एडमिसनसम्मको प्रक्रियालाई फलो गर्नु होला। प्लिज बी अवेर, दिस इज नट द फाइनल स्कलरसिप लिस्ट, दिस इज ओन्ली पास लिस्ट। ओके ओके, यस, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। अल द बेस्ट।